हेलो साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। के गर्दै हुनुहुन्छ? अनि म चाहिँ ठिकै छु। अहिले चाहिँ आज चाहिँ सन्डे हो अनि म चाहिँ रेडी भएर घुम्न जाँदैछु। अनि म चाहिँ गोवादेखि हो अनि त्यसैले आज चाहिँ फेरि अब सन्डेको दिन घुम्नु पर्यो भनेर हप्तामा एकचोटि छुट्टी हुन्छ र छुट्टी भएको दिनमा चाहिँ घुम्नुपर्छ होइन। अनि अहिले समय रहेको छ 4 बजिसकेको छ होइन। अनि चाहिँ यो पनि साइकलमा रेडी भएर घुम्नको लागि रेडी भएको छ होइन। अनि म पनि रेडी भइसकेको छु। अनि हेर्न सक्नुहुन्छ बाहिर यस्तो राम्रो मौसम छ। आज चाहिँ एकदम घाम पनि लागेको छ, तर गोवामा सधैँ घाम लाग्छ है। अनि यो चाहिँ यो अलिकति यो सिडी पनि अलिक अप्ठ्यारो छ यतातिरको। अनि हामी चाहिँ रेडी भएर 3जना निस्किसकेका छौँ घुम्नको लागि, हेर्न सक्नुहुन्छ। अनि 4 बजेको छ तर पनि घाम लागेर एकदम गर्मी नै छ भनौँ। नेपालमा चिसो छ होइन, तर यहाँ चाहिँ गर्मी छ। गोवामा चाहिँ यो चाहिँ हामी बस्ने रुम हो। अनि चाहिँ हामी बस्छौँ होइन। अनि रेडी भएर म पनि बसेँ अनि हामी गयौँ होइन सरर बाइकमा बसेर घुम्नको लागि। अनि मार्केट जानु छ नि त, अलिकति सामान किन्नु छ त्यसको लागि। अनि हप्तामा एकचोटि छुट्टी हुन्छ अनि छुट्टी भएको दिनमा चाहिँ सामान किन्ने घुम्नेमै दिन जान्छ होइन। अनि म चाहिँ एकदम घुम्न राम्रो लाग्छ होइन छुट्टी भएको दिनमा। अरू बेला चाहिँ अब मान्छेहरू छुट्टी भएको बेला पनि सुत्छन् होइन मजासँग, तर म चाहिँ त्यस्तो राम्रो लाग्दैन। अनि त्यसैले अब जानु पऱ्यो घुम्नको लागि भनेर आइसकेका छौँ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ आज। अनि मौसम पनि राम्रो देखिएको छ होइन, साँझ हुन लागिसकेको छ नि त, राम्रो लाग्छ यतिखेर। अनि अब घुम्न जानु पऱ्यो तर तेल पनि छैन बाइकमा। अब तेल त हाल्नु पऱ्यो, त्यसैले अब पेट्रोल पम्पमा आइसकेका छौँ हामी तेल हाल्नको लागि। र तेल हालेर टक्क घुम्न जान्छौँ। हेर्न सक्नुहुन्छ तेल पनि हालिसकेका छौँ हामीले। अनि तेल हालिसकेपछि अब हामी लाग्यौँ घुम्नको लागि। हेर्न सक्नुहुन्छ अब हामी मार्केट जाँदैछौँ होइन। यो चाहिँ ठुल्ठुलो बिल्डिङहरू छ होइन। यो बिल्डिङको नाम हो 11 बिल्डिङ। हामी चाहिँ अब अगाडि जाँदैछौँ। हेर्न सक्नुहुन्छ अगाडि एकदम कारहरू छन् होइन। अनि बिस्तारै जाँदैछौँ। अहिले 4:30 भइसकेको छ टाइम, घरदेखि निस्किँदा होइन। तर पनि घाम चाहिँ धेरै लागेको छ। अनि नेपालमा एकदम चिसो छ होला, तर के गर्नु यहाँ चाहिँ घाम छ। अनि हामी चाहिँ मार्केटमा आइसक्यौँ। हेर्न सक्नुहुन्छ यस्तो दामी यहाँ चाहिँ पानी जहाजहरू छ होइन। अनि यहाँ चाहिँ बिग ड्याडी क्यासिनो भन्ने छ होइन। यहाँ चाहिँ एकदम राम्रो छ, रमाइलो छ। हेर्न सक्नुहुन्छ पानी पनि। अनि यो पुल देखेको छ, एकदमै राम्रो पुल छ होइन। यहाँ चाहिँ राम्रो छ। यो चाहिँ रातिमा चाहिँ एकदम लाइटहरू छ होइन, दामी बल्छ। तर अब दिउँसो चाहिँ खासै राम्रो देखिनँ, तर राम्रै छ होइन, रातिमा झन् राम्रो छ। अनि यहाँ चाहिँ सबै के अङ्गुर अनि सुन्तलाहरू टक्क बिक्री गर्नको लागि राखेको रहेछ। अनि हेर्न सक्नुहुन्छ यस्तो दामी। अनि टक्क हामी चाहिँ अब अगाडि जानु पऱ्यो नि त मार्केटमा। अनि मार्केटमा अब जानुपर्छ मार्केटको लागि। अनि त्यही हो साथीहरू, अब अगाडि जाँदैछु। अनि कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला अनि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि गोवामा चाहिँ एकदम रमाइलो छ, त्यसैले त सबैजना गोवामा छन् होइन। अनि हामी पनि जाँदैछौँ। अनि अगाडि जानु पऱ्यो। हेर्न सक्नुहुन्छ यस्तो राम्रो देखेको छ भ्यू। अनि म पनि बसिरहेको छु, यस्तो राम्रो लागिरहेको छ मलाई पनि आनन्दको। अनि यो बिल्डिङ चाहिँ कस्तो बिल्डिङ हो क्या, एकदमै गोल गोल देखिरहेको छ होइन। अनि त्यही हो, यहाँ चाहिँ एकदम बिल्डिङ मात्र देखिरहेको छु मैले, एकदम रमाइलो लागेको छ। अनि यहाँ चाहिँ हामी जाँदैछौँ। यो चाहिँ गोवाको फेमस चर्च। यहाँमा चाहिँ क्रिसमस डेको बेलामा एकदम चर्चहरू मा चाहिँ मेला जस्तो लाग्छ नि त। अनि हामी आइसकेको छौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ वाटरमेलन होइन। अनि यहाँ के अरू के छ, यहाँ चाहिँ अर्ग्यानिक चिजहरू एकदमै राख्छ यतातिरको मान्छेहरूले। हेर्न सक्नुहुन्छ नारियल छ, नारियलको तेल। अनि यहाँ चाहिँ के छ अनारहरू, धेरै चिजहरू छ होइन। हामी चाहिँ आइसकेका छौँ। हेर्न सक्नुहुन्छ निम्बु होइन, कागती, यस्तो राम्रो। यहाँ चाहिँ चप्पलहरू स्यान्डलहरू बच्चाको लागि सबैहरू सबै राखेको छन्। अनि त्यही हो, अब हामी जुस खाँदै आएका छौँ। अनि हेर्न सक्नुहुन्छ जुस खान लगाएको छौँ होइन। यहाँ चाहिँ अब गर्मी बाहिर घुमी आएर एकदमै गर्मी भइरहेको थियो नि त, अनि त्यसैले हामी जुस खान लागेका छौँ। हेर्न सक्नुहुन्छ जुस पनि खाएर यसो रमाइलो भइरहेको छ। अनि त्यही हो, हामी 3जनाले जुस खायौँ। अनि अब चिसो पनि खाएपछि अलिक फ्रेस भइन्छ नि त। अनि खाएर चाहिँ हामी आइसक्यौँ पन्जीको यो चाहिँ जस्ट अगाडि गार्डन हो, यहाँ चाहिँ आइसकेका थियौँ। अनि टाइम पनि लगभग 6 भइसकेको छ, तर पनि उज्यालो छ। अनि यसो घर जानुभन्दा एकछिन यतै बसौँ भनेर चाहिँ यता आएको छौँ। यहाँ चाहिँ अलिअलि नयाँ चिजहरू पनि राखेको रहेछन्, खेल्नु के राखेको रहेछ। अनि एकदम राम्रो लाग्यो यतातिर। अनि हामी चाहिँ यहाँ गार्डनमा आइसकेका छौँ, एकदम राम्रो लाग्यो। बाबु पनि यतातिर खेल्छ अनि हामी पनि यसो यतातिर भिडियो बनाउने भनेर यतातिर आएका छौँ। एकदम राम्रो छ। यहाँ चाहिँ सबैका बच्चाहरू एकदम होइन, सबै यहीँ आउँछन् खेल्नको लागि। अनि त्यसैले हामी पनि आइदिएको घुम्नको लागि।
अनि म चाहिँ एकदम अगाडि अगाडि हिँडिरहेको छु अनि घाम पनि यस्तो लागिरहेको छ नि त घाम। अनि अलिअलि राम्रो लाग्छ। अनि यहाँ चाहिँ पहिला खासै अब यहाँ चाहिँ एकदम धेरै बारिस पर्छ अनि बारिसको बेलामा चाहिँ घुम्ने हुन्न नि त। अनि अब आजभोलि त बारिस आउँदैन त्यसैले यहाँ चाहिँ सबै राम्रो बनाएको छ घुम्नको लागि एकदमै राम्रो छ। अनि हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ यो चाहिँ स्विमिङ पुल हो होइन। यो चाहिँ अब राम्रो बनाउनु पर्छ। अनि यो बनाइसकेपछि यहाँ चाहिँ सबै बच्चाहरू अब गर्मी स्टार्ट हुन लागिसक्यो नि त त्यसैले बच्चाहरू खेल्नको लागि बनाइसकेको छ। हेर्न सक्छ धेरै मान्छेहरू छन्। त्यही हो साथीहरू कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्दै प्लिज च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला भन्दै म आउने छु अर्को नयाँ भिडियोमा। बाई।